हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी साथीहरू 4-5 जना मिलेर सुकुटी जान लाग्यो। अनि के हुन्छ हेरौँ है त। म चाहिँ अब यहाँबाट साथीहरू जान लाग्यो बौद्धमा। अनि त्यहीँबाट हामी सबै बेला गएर जान्छौँ। सो म पुग्यो फुलबारी गाइस। म पुग्यो फुलबारी। अब केटाहरू कहाँनिर बस्थ्यो अस्ति। अब कहाँ पुग्यो पेट्रोल फुल हालेर जानु पऱ्यो। फुल हालिदिनु न। हजुर बढ्यो दामी गाइस। कति भयो? 1385। So let's go guys. हामी पुग्यो जोरपाटी। केटाहरू कहाँ गयो? यहाँबाट जाने अरे गाइस। 2 जना यो भयो। त्योभन्दा अगाडि पनि 2 जना छ। 6 जना हामी टोटल 6 जना रहेछ। के गर्छ? ट्राफिक रहेछ नि त। कसलाई चाहिँ हानेको? ड्राइभरले रोक्नु। सबैजना जम्मा भइसक्यो। अब चाहिँ हामी 6 जना जानु लाग्यो। हामी पुग्यो साँखो रिसोर्टको छेउमा। ठ्याक्कै यहाँबाट राइट चाहिँ ठ्याक्कै भाइरल मन्दिर जाने बाटो। तपाईँलाई थाहा त छ होला, त्यही पनि भन्छ। ओइ के गरेर आएको त? माथि कति लङ पर्छ क्या? माथि कति लामो छ क्या घुम्छ? अब यहाँबाट चाहिँ हामी होइन फर्किनुपर्छ। कहाँ थाहा हुन्छ त्यो? अब एकछिन केटाहरूलाई वेट गर्नु पऱ्यो। यता तलबाट जाने भने फ्रेस हावा यार। हामी हिँड्यो नगरकोटतर्फ। बाइकको अलिक कम रहेछ हाम्रो। यो बाटो चाहिँ दामी रहेछ। बबाल रहेछ है। कहाँ भ्याउँछ तपाईँबाट? वाउ आउँदा कुल रहेछ। कुल। अब यहाँबाट चाहिँ यता राइट लागेर जाने हो। चिया खान लाग्यो। यस कुमार मोमो एन्ड लजमा मिठो चिया खाएर जानु लाग्यो। हामी पुग्यो कुन्ता बेसी। सबैजना यहाँ बसिरहेछ। चिया खानु बस्यो हामी चाहिँ। अब यहाँबाट 5-10 मिनटमा चाहिँ हामी 0 किलो पुग्छौँ। यता बाटो थाहा नभएको मान्छे हराएको मान्छे गाइड के खाऊ अन्जी बा? ब्रेकफास्ट ग भन्दै बिहानै खाजा ब्रेकफास्ट नभन राइट
खानालाई चाहिँ स्किप गरेको हामीले यसलाई चाहिँ इङ्ग्लिसमा भन्नु त ब्रन्च ब्रेकफास्ट प्लस लन्चलाई चाहिँ ब्रन्च भनेर चाहिँ खैरहरूले अब साथीले कुदाउँछ राइट हिँडे हिँडे हामी पुग्यो दोललघाट गाइस पुग्यो सुगुटे बीच सो यहाँ चाहिँ प्याकेज रहेछ 2500 3000 3500 गरेर हामी चाहिँ 2500 बसेको हल्का अब पैसा बचाउनु पऱ्यो लगभग सबै सेम रहेछ त्यही एसी भएको रुम एसी नभएको रुम र टेन्ट रहेछ हामी चाहिँ टेन्टमै रमाइलो हुन्छ नि टेन्टमै बस्नु लाग्यो केटाहरू आएर 1 मिनट भएछ नि त चप्पल गर्न थालेछ फेरि टु सर्ट पाउँछ टु सर्ट अब चाहिँ खाना खानु लाग्यो हामी खानाको लागि त रहेछ खाना रेडी हो 6 जना अघि नै आएको आधी घन्टा भयो लौ हेलो खाना कस्तो छ अरे कस्तो छ अरे खाना भएन अलि लेट भयो अब छिटो बुझाउनु पऱ्यो भने मिनेटहरू छिटो खानु अब एकजना खै अगाडि त इन्भर्ट गर्दैछु त्यहाँ खाना खाइसक्यो अब चाहिँ टेन्ट हेर्नु त लाग्यो कस्तो छ टेन्ट हेरौँ है त यस्तो रहेछ अब हामी यहाँ बस्छौँ दुईवटा टेन्ट सो गाइस सुगुटे बीचमा So let's try DJI Osmo 5 त्यही पानीमा ट्राई गरौँ है त पानी छिटो तर रमाइलो गइरहेछ पठाउन सक्दैन भाइ के गरेको
1 घन्टा जति खेल्ने त्यसपछि जाने खाजा खानु सो केटाहरु फुटबल खेलिरहेछ यता चाहिँ पिङ रहेछ अनि चिसो रहेछ पानी अनि डुङ्गाहरू पनि चिप्लो रहेछ त्यो माथि छ के हो के रहेछ सुत्ने ठाउँ क्या सुत्ने ठाउँ रहेछ टुप्पी पनि बस्ने ठाउँ रहेछ त्यहाँ चाहिँ सबै क्याम्प भइहाल्यो अनि यो चाहिँ पिङ रहेछ तर यो चाहिँ धेरै राम्रो साथ चाहिने रहेछ ट्राई गरौँ है त हामी एक्लै ल बवाल भयो क्या केटाहरुको फुटबल गोल केटाहरु अझै तब खेलिरहेछ म चाहिँ जिउ पाखाएर आएको धेरै दुःख त्यो रहेछ माटो उठिरहेछ यस्तो ठुलो चेस्ट देखाएको छ अहिलेसम्म कसैले त्यो रानी क्वीन किङ फोट चाहिँ अलिक सानो भयो यसको अनुसार है खाजा खान जानु लाग्यो कुपन रहेछ यस्तो कुपनतिर खाजा खान जानु लाग्यो खाजामा चाहिँ म्याक्रोनी प्राउन बदाम पपकर्न मासु आलु ससेज रहेछ के रहेछ क्या चुर्केला ससेज दुईटा चाहिएर क्या एउटा मात्रै भयो खाजा पनि खाइसक्यो अब चाहिँ चिलमा बस चेन्ज गरेर एकछिन वकिङतिर जानु पर्यो यो सुकुटे बिचमा चाहिँ गर्लफ्रेन्डसँग आउनुपर्ने छ यस्तोसँग आएपछि यस्तो हुन्छ Hey y'all, come look at this. सो हामी वकिङ जाने भनेको केटाहरूले राइडै जाने हुँदैन हल्का यता 10 मिनट आएर भरतपुर 3 चितवनतिर पुग्यो गट ब्याक टु आवर क्याम्प अब चाहिँ हामी टेन्टमा जान्छौँ त्यसपछि खाना खान्छौँ एकछिन रमाइलो गर्छौँ अनि त्यसपछि आज यति नै होला राफ्टिङ खेल्ने चाहिँ खासै पानी त्यति खोला त्यति ठुलो छ त्यही भएर नखेल्ने होला सो गाइस हामी पुग्यो टेन्टमा अब हामी खाना खान्छौँ त्यसपछि आजलाई यति नै हो सो सी टुमोरो ह्याभ अ ग्रेट डे एन्ड लाइक कमेन्ट सेयर गर्नु होला अनि युट्युब च्यानल पनि सब्सक्राइब गर्नु होला अनि टिकटकमा फलो गर्नु नबिर्स्नु होला थ्याङ्क यू गुड नाइट ह्याभ अ ग्रेट टाइम गाइस